छोरीले दलितसँग विवाह गरिसकेपछि मैले ती नाति लिएर गएर घरमा राखेँ। शिक्षा दीक्षा दिएँ। अहिले पनि मेरो घरमा नातिहरू छन्। मैले दर्जी जातिको मान्छेलाई भित्र भित्र्याएँ भनेर चाहिँ मलाई मेरो घरमा मैले छोरी म त बाहुन संस्कार गर्नुपर्ने। बाहुन संस्कारभित्र पर्छ त छोरो 12 वर्षको हुँदाखेरि वर्तमान गर्नुपर्ने। तर मैले मेरो बाउको श्राद्धमा बोलाउँदाखेरि पनि मैले श्राद्ध गर्ने बाहुन भेटेको छुइनँ। एकजना बाहुन जानुभएको थियो। बोलाउँदै जाने क्रममा जुन मान्छेलाई मैले इङ्कित गरेर यहाँनिर भनिराखेको छु यो दलितलाई विभेद गर्नुपर्छ भनेर अगुवाई पहिलो उतो निकाल्ने भनेको चाहिँ इन्द्रबहादुर कार्की। उसैले के भनेछ बाहुनलाई भनेछन् बाहुनलाई भने त्यसकोमा त दलित केटाहरू छन्, तपाईँ कसरी पूजा गर्न पुरा उतो श्राद्ध गर्न जानुहुन्छ भनेछन्। अनि बाहुन मेरो घरमा पुग्ने बित्तिकै मलाई च्याप्प समातेर तपाईँकोमा दलित केटाहरू छन् अरे भनेर सोध्नुभयो। म त स्वीकारेको मान्छे हुँ, विभेद हुनु हुँदैन भनेको मान्छे हुँ। मैले बकाइदा भने हो मेरी छोरी दलितसँग बिहे गरेर गएकी छन्, 2टा नाति मैले घरमा राखेको छु, यी छन्, यिनै हुन् केटाहरू। अब तपाईँले तलाई चाहिँ श्राद्ध पढ्न बोलाएको, तपाईँ के गर्नुहुन्छ भनेको म घरभित्र त गर्दिनँ, गोठामाथि तीर्थ जस्तो हुन्छ, म गोठामाथि गरिदिन्छु भने। अनि मैले अब म त मुडुलो भएर बसेको भोकभोकै बसेको मान्छे आत्तिएँ एकपल्ट त के गर्ने हो कि अच्छा लु ठिक छ बाजे गोठाइमा पनि गरिदिनु भनेर चाहिँ गोठामा मैले श्राद्ध गरेँ। अनि यसको निकास के हो त भन्दाखेरि त लगभग पत्यागर भने जस्तो कुरा गरेँ। अनि मैले भने पत्या नै गर्नुपर्छ तपाईँले भनेको त पत्या चाहिँ होइन भन्दै कुरो घुमाउँदै त्यहाँदेखि बाहुन निस्केर हिँडिसकेपछि मैले आजसम्म 12 वर्ष कति वर्ष भयो, 18 वर्षको नाति भयो, त्यति वर्षदेखि चाहिँ श्राद्ध गर्न पाएको छु। के को कारणले त भन्दाखेरि मेरो घरमा मैले दलित भन्छ तर मेरो चाहिँ नाति पुरेत लानुहुन्छ नि बाटैमा त त्यहाँको समाजले के भन्छ कसकोमा पुरा कसको घरमा काण्ड गर्न जानुभएको भन्दा फल्नाकोमा त्यहाँ त त्यसको छोरी दलितले लगेको छ, त्यसको घरमा 2 जना दलित छन्, त्यसकोमा चाहिँ अब तपाईँले पढ्नु भयो भोलिदेखि तपाईँलाई पनि पानीबाट काट्छन्, अरूतिर तपाईँले गरी खान पाउनुहुन्न है भनिदिएर अनि बिचरा त्यो दिन त दुखुम सुखुम गरिदिएर भागिहाल्दो रहेछ। त्यहाँदेखि जाँदै नजाने त्यस्तो भएपछि छुवाछुतको विषयमा भन्ने कुरो त छँदैछ, नेपालमै छ, त्यो सबैलाई थाहा भएको कुरा हो। यसको विरुद्धमा चाहिँ म मेरो चेतना जतिखेर खुलो म मानव बन्न खुट्टा टेक्न थालेँ त्यतिखेरदेखि छुवाछुत हुनु हुँदैन भन्ने चेतना घुसो मसँग। कसरी घुसो मेरो परिवारबाट घुसो या के गरेर घुसो। अनि विभेद भएको देखेँ। बाहुन हुनुभयो भन्छन्, विभेद यहाँ छ, कहाँ चाहिँ लेखेको छ त धर्मशास्त्रमा, कुन धर्मशास्त्रमा लेखेको छ त विभेद गर्नु भनेर मैले विभिन्न धर्मशास्त्रहरू पल्टाएर हेरेँ, मैले कहीँ पनि भेटिनँ विभेद भएको। र म अगाडिदेखि नै विभेद हुनु हुँदैन कुन धर्मशास्त्रले दिएको छ यहाँ आउनुहोस् टक गर्नुहोस् मसँग धर्मशास्त्रको बारेमा मैले हेरेको छु देखाउनुहोस् मलाई भन्दै यसरी भेट्दै आएको थिएँ। र अब त्यो हुँदाहुँदै विभेद त मैसँग हुन आइपुगेछ। अब यसको बारेमा पनि व्याख्या गरौँ भनेर भन्नुहुन्छ तपाईँहरू पत्रकारले भन्नुहुन्छ भनेदेखि म त्यसो भन्दै आएको थिएँ। मेरो छोरीले दर्जी जातिसँग विवाह गरे। तपाईँ चाहिँ के थरी हो? म त बाहुन भन्छन् गुरागाई। ओहो, पुरेत गर्नुहुन्थ्यो पहिला? पुरेत त गर्दिनँ, बाहुन। अनि दर्जीसँग विवाह गरिसकेपछि म त अघि छुवाछुत हुनु हुँदैन भन्दै थिएँ। अब त्यो ज्वाइँलाई चाहिँ भित्र नपस्नुहोस् ज्वाइँ तपाईँ चाहिँ तल जाति होस् भन्नुभयो भने त मेरो त चेतना उखिएको रहेनछ भन्नुपर्छ मैले। के छ त तपाईँले सहजै एक्सेप्ट गर्नुभयो त ज्वाइँलाई? गरेँ। ओहो, हजुर मान हुनुहुन्छ। के छ त अहिले चाहिँ यहाँनिर जिरीखिम्ती पथी 10 मा चाहिँ छुवाछुतको अझै पनि होइन छुवाछुत जस्ता जघन्य अपराध एउटा यस्तोले चाहिँ जरा गाडेको छ भने एउटा यस्तो डरलाग्दो प्रथा होइन। यता पहिला राणा शासनमा पञ्चायत कालमा पो यस्तो सुनिन्थ्यो होइन र बुवा? अहिले पनि मान्छे दलित भएर खुलेर जिउनु पाउनु पर्छ। त्यही अधिकार प्राप्तको लागि म लड्दै आइरहेको थिएँ। मेरो छोरीले विवाह गरिसकेपछि ज्वाइँलाई स्वीकारेँ। 2टा नाति भए, अलिक गरिब परिवारमा बिहे गरिछिन्। नातिहरूले दुःख पाउँछन् कि भनेर मैले 6 महिनाको नाति बोकेर लिएर गएर घरमा राखेँ। यथार्थ कुरा विभेद भएको कुराहरू के भन्नुहुन्छ त? अब यो जिरीखिम्तीमा अहिले पनि होइन दलित वर्गहरूमाथि चाहिँ अन्याय अत्याचार भइरहेको छ, के भन्नुहुन्छ यसलाई चाहिँ? अन्याय अत्याचार हुनु हुँदैन। जिरीखिम्तीमा एउटा भन्न पनि
नसकिने, व्यक्त गर्न पनि नसकिने किसिमको अपराध विभेद त्यहाँका दलितवासीहरू, म त ब्राह्मण भइहालेँ होइन, त्यहाँका दलित साथीहरूमाथि चाहिँ पुरै विभेद भन्दा पनि विभेद गाउँबाट चाहिँ तिरस्कार गरेर एकदम बहिष्कार गरेर विवाह व्रतबन्ध पूजा मरुमराउ यिनीहरूलाई कहीँ पनि बोलाउनु हुँदैन, समावेश नगर्ने भनेर उनीहरूले चाहिँ एउटा संगठन निर्माण गरेर रातारात मिटिङ बैठक बसेर त्यहाँका जो अगुवा हौ भन्ने व्यक्तिहरू कुनै ब्राह्मणकामा या क्षेत्रीकामा कुनै कार्यक्रम भइरहेको छ भने त्यो उहाँहरूको घरमा गएर खबरदार फलानु जातिलाई तैँले बोलाइस् भने तँलाई पनि हामी बहिष्कार गर्छौं, त पनि त्यही जातिमा पर्छस् भनेर सिधा सादालाई धम्क्याएर चाहिँ विभेद गर्न बाध्य गराइरहेका छन्। र अहिलेको संविधानले छुवाछुत गर्नु हुँदैन, विभेद गर्न पाइँदैन, गर्नेलाई चाहिँ कानूनी कारबाही छ, दण्ड जरिमाना सजाय छ भनेर भनिरहेको ठाउँमा उनीहरूले विभेद गरिरहेको हुँदाखेरि त्यस्ता विभेदकारीहरूलाई कानूनी कारबाहीको कठघरामा ल्याउनुपर्छ, उभ्याउनुपर्छ र यो विभेदको अन्त्य गर्नुपर्छ।